नमस्ते। आजको यस भिडियोमा गोर्खा जिल्लाको भीमसेन थापा गाउँपालिका अन्तर्गत पर्ने ओडाहरूमा किसानद्वारा उत्पादित दुधले उचित मूल्य र बजार नपाएको गुनासो हामीलाई आयो र उत्पादित दुधको भण्डारणमा समस्या लगायतका कुराले दुध खेर गएको पाइयो र तत्काल हामी यस समस्याको प्रारम्भिक समाधानको लागि श्री हेमकान्त पराजुलीज्यूको अगुवाईमा गोर्खातिर लाग्यौँ। विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो। आमाका लागि आँखामा हाल्दा पनि नभिज्ने सन्तान उड्यो, बाका लागि स्वाभिमान र भरोसा उड्यो, श्रीमतीका लागि सिन्दुर उड्यो, छोराछोरीका लागि नयाँ लुगा र खेलौना उड्यो, भाइका लागि उड्यो, साथीहरूका लागि माहौल उड्यो। घाउको पनि त धर्म हुन्छ, काटिएपछि रगत बग्नु पर्छ। तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो। पानी दुधलाई दुध मात्रै नभई विभिन्न परिकारहरू बनाएर बेच्न सकिने भन्ने ज्ञान हामीलाई श्री हेमकान्त पराजुलीज्यूले दिनुभयो र यसले दुधलाई विभिन्न परिकार बनाई भण्डारण गरी राख्न सजिलो हुने भन्ने कुराको ज्ञान हामीले पायौँ। यो कालो टिका देख्थ्यो, त्यो दुध भनेको एकदम सेतो हुनुपर्ने, खुवा पनि बहुत सेतो हुनुपर्ने। यहाँ खाँदाखेरि के को कालो रहेछ, केही मिस्कट हो कि जस्तो लाग्यो होला। त्यो चाहिँ मिस्कट के होइन, त्यो के हो भने हामीले चुलो कहाँनिर बनाउनुहोस्, हामीलाई दुध दिनुभन्दा पनि पहिला चुलो बनाउने ठाउँ देखाउनु पर्यो भनेर इँटाको गरुङो भातको एउटा बनाइसकेपछि अनि कराई बसाएपछि मजाले चलाउनु पाउनु पर्ने, त्यो कराई हलिन नहुने, त्यहाँ लागेको पुऱ्याउने सबै कोरिँदाखेरि सेतो हुन्थ्यो। अनि यो कालो कालो टिका चाहिँ त्यो ग्यासमा बसालेर कराई काजे जाने समातेर त्यो दुध त पातलो चिज यति बाक्लो बनाउँदैसम्म हात पढेर उल्काउन बिग्रिने भएको भएर
फा बिगारेकोमा चाहिँ मैले माफ मागेँ सबैसँग। एउटा कुरा के छ भने त्यो खालको वातावरण हामीलाई यहाँ मिलिसकेपछि जति पनि हजुरहरू हुनुहुन्छ हामी धेरैवटा कुरा लगभग 100 वटा भन्दा माथि नै यहाँ उत्पादन गरेका कुरा यहीँ किनेर यहीँ बनाएर यहीँ उत्पादन गरेर यहीँ बिक्री गरेर बाहिरबाट चाहिँ कति आय आर्जन गर्न सक्छौँ भनेर हामीले पालिकालाई 1 नम्बरमा माथि कसरी लाग्ने त 1 वर्षमा हामी त्यो खालको चाहिँ माहौल खडा गर्छौँ। तर हामीले भने जस्तो तरिका कसरी हुने के गरी हुने जति पनि खेलका वस्तुहरू हामी धेरै बनाउँछौँ। यो धेरैचोटि बनिसकेका छ। अस्ति झन् उपमेयरज्यूले मलाई अरू साथ दिएर ल हामी छौँ केही फरक पर्दैन यहीँको है हामी यहीँको गर्न आएको अझ उहाँले चाहिँ यहाँको नै बाहिरको भन्दा यहीँको गर्नुपर्छ भनेपछि अरू हामीमा मेरो चाहिँ अलिकति हौसला पनि बढेको भएर अनि अरू धेरै नै यहीँ किनेर यहीँ बनाएर यहीँ नै हजुरहरूलाई बिक्री गरेर यहाँ जे बन्छ त्यो सबै चिजहरू हामीले बाहिरबाट आयात बन्द गरेर मिल्छ भने मिल्नेसम्म ल्याउनै हुँदैन भन्ने कुरा त भएन। तर हामीले क्वालिटी रेट वेट दिइसकेपछि चाहिँ त्यो यो पालिकामा जे उत्पादन हुन्छ त्यो बाहिरबाट नलिएर यो पालिकालाई कसरी माथि उठाउने भन्ने हाम्रो कार्यक्रम हुन्छ। यसमा सबैको साथ सहयोग मिल्छ भने पूर्ण आशा लिँदै 2 शब्द यति हुन्छु। सबैलाई दिनु भएको छ। धन्यवाद।